Namaste, good morning. I would like to welcome all my best friend. Today is special day for annual prayer program here at Kusuktenga Monastery. We are going to perform mock dance at the historical Kusuktenga Monastery at Tini village. सम्पूर्ण विश्व मित्रहरूलाई नमस्कार। आज वार्षिक रूपमा गरिने विश्व शान्ति पूजा आज यस कुसुकटेङ्गा गुम्बामा हिजोदेखि सुरु भइरहेको छ र तपाईहरु सबैलाई पनि यस पवित्र यस महापूजामा सबैलाई हामी गुम्बा परिवार स्वागत गर्न चाहन्छौँ। र अहिले अब पूजाको लागि जस्तै गरी माघ डान्सको लागि हामी हाम्रा यस गुम्बा महाबद्ध लामा गुरुहरूबाट पुरा तयारी हुँदैछ। So with the Lama and member of the Kusuktenga Monastery are going to preparation for the annual prayer take up. It's the main temple of the monastery. अहिले गुम्बाको प्राङ्गण पर्सो हुन गइरहेको जुन पूजा चाहिँ विशेष गरी माघ डान्स भनौँ छाम टेकअप यसै प्राङ्गणमा हुनेछ र अब आजदेखि यस प्राङ्गणलाई सजाउने सफा सुग्घर गरेर पर्सि शुक्रबारको दिन यहाँ सबैलाई देव नृत्य हामी प्रदर्शन गर्छौँ र यसको लागि अहिले हाम्रो यस गुम्बामा आबद्ध समितिहरू लामा गुरुबाट तयारी छ। साथै लामा गुरुहरू अहिले
सो यो पूजा चाहिँ आज हिजो पूजाको पूर्व तयारी सँगसँगै आज भोलि र पर्सि 3 दिन विशेष गरेर भोलि र पर्सिको दिनमा भोलि श्रीनन्सी अर्थात् विघ्न आधारित विश्व शान्त पूजा शान्ति पूजाको लागि भोलि बेलुका 6 बजेदेखि 11 बजेसम्म चाहिँ रातको समयमा यो कार्यक्रम हुने हुँदा सम्पूर्ण उपासक-उपासिका त्यसै गरी गाउँसँग आबद्ध सम्पूर्ण त्यसै गरी गुम्बासँग आबद्ध सम्पूर्ण भक्तजन गाउँवासी जिल्लावासी सबैलाई म यसै फेसबुक प्रत्यक्ष प्रसारणबाट नै सबैलाई निमन्त्रणा गर्न चाहन्छु र पर्सि विशेष गरेर पर्सि 11 बजेदेखि यहाँ देवनृत्य अर्थात् थेक्याप नाच प्रदर्शन हुँदैछ र त्यसै अवसरमा पनि तपाईँहरू पालिदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी जोमसोम र ठिनी गाउँको हकमा हामी यसपालि यस विदेशमा रहनुभएका हाम्रा नेपाली त्यसै गरी हाम्रा गाउँका बासिन्दाहरूको आर्थिक सहयोगबाट हामीहरूले यसपालि ठिनी र जोमसोमबाट बस सेवा पनि प्रदान गर्दैछौँ। त्यो पनि तपाईँहरूलाई यसै फेसबुक लाइभबाट अवगत गर्न चाहन्छु। बस त्यसै गरी खानाको व्यवस्था पनि हामीले यसपालि गरिरहेका छौँ र सम्पूर्ण भक्तजनहरू यस महापूजा महाअनुष्ठानमा पाल्दिनु भई आफूले पनि पुण्य सञ्चय गर्ने एउटा सम्पूर्ण अवसर नगुमाउनु होला। र विस्तृत जानकारीको लागि केही जानकारी लिनु परेमा यस गुम्बाका म्यानेजर अर्थात् कुन्यर सुभाष थकालीसँग पनि तपाईँहरूले फोन सम्पर्क राख्न सक्नुहुनेछ। बस छुट्ने समय त्यसै गरी पूजाको विस्तृत जानकारी यो पूजा वार्षिक रूपमा मनाइने गरिन्छ। विशेष गरी गोठपात्र अनुसार 8औं महिनाको कृष्ण पक्षको दशमीदेखि यो पूजा सुरु हुन्छ र यो अरू बेला हाम्रो यसै गुम्बाबाट सञ्चालन गर्ने गर्थ्यो भने यसपालिको हकमा हाम्रा शुभचिन्तक यस गुम्बालाई माया गर्नुहुने देशमा रहनुभएका हाम्रा गाउँवासीहरूको आर्थिक सहयोगबाट यो पूजा चाहिँ सञ्चालन गइरहेको छ यसपालि र हामी गुम्बा परिवार हामीलाई आर्थिक सहयोग जुटाउनु हुने प्रदान गर्नुहुने सम्पूर्ण भक्तजन उपासकहरूलाई हामी हार्दिक साधुवाद टक्राउन चाहन्छौँ। त्यसै गरी यस पूजामा आर्थिक सङ्कलन जुटाउन सहयोग गर्नुहुने हाम्रा यसै चिनीवासी प्रत्यक्ष थकालीलाई पनि हामी गुम्बा परिवारको तर्फबाट हार्दिक साधुवाद र सम्पूर्ण दाताहरूको चिरञ्जीवी र सुखमय जीवनको लागि हामी गुम्बा परिवार त्रिरत्नसँग हामी प्रार्थना गर्दछौँ। विशेष गरी आज हामी यहाँ दैक्य पर्व विशेष गरी गुरु पद्म सम्भवसँग सम्बन्धित यस पूजामा अवश्य पनि गुरु हुनुपर्छ। गुरु पद्म सम्भवले सम्पूर्ण दान दादा लगायत सम्पूर्ण जगतको कल्याण हित गर्नुहुनेछ भने हामी उहाँप्रति पनि प्रार्थना गर्दछौँ।
त्यसैगरी सम्पूर्ण गुम्बाका समितिहरूलाई पनि हामी हार्दिक साधुवाद टोकाउन चाहन्छौँ। र हामी पुनः एकपटक हामी तपाईँलाई अपडेट दिने नै छौँ।